मेरो नाम र पहिचान त्यति महत्त्वपूर्ण छैन, तर मेरो पीडा मैले यो जमिनमा आफ्नो सानो झुपडी बनाएको थिएँ। यो सरकारी जग्गा हो भन्ने मलाई राम्रोसँग थाहा थियो। मैले त्यो जग्गा लुकाएर होइन, बाँच्नको निम्ति रोजेको थिएँ। न त म जग्गाको मालिक थिएँ, न त चोर। कानुनको नजरमा म गलत थिएँ, तर आफ्नो नजरमा म निर्दोष। सरकारले नियम अनुसार काम गर्यो, म बुझ्दछु। उसले ठाउँ खाली गर्न भन्यो, किनभने त्यो उसको कर्तव्य थियो। तर मसँग जाने ठाउँ थिएन। सरकारले घर भत्काउनु भन्यो, तर बस्ने ठाउँ। मलाई थाहा छ उसले सबैको लागि राम्रो सोचेको हुनु पर्दछ, तर के कसैले मेरो 2 हातको बाँसलाई हेर्यो? त्यो पर्खाल न त पक्कै थियो, न त सुन्दर। तर त्यहाँ मेरो आँसु, पसिना र रातका सपनाहरू थिए। जब डोजर चल्यो, मेरो सबै सम्झनाहरू ध्वस्त भए। म खडा हेरिरहेँ। मेरो बच्चाको पुरानो खेलौना माटो मुनि पुरियो, मेरो पत्नीको तस्बिर टुक्रियो। हामी केही दिनको लागि सडकमा बस्यौँ। मैले सरकारलाई दोष दिन सकिनँ, ऊ त नियमको पालन गर्दै थियो। मैले आफूलाई पनि दोष दिन सकिनँ, किनभने मैले बाँच्नको लागि मात्र ठाउँ खोजेको थिएँ। त्यसैले मैले मौन रोजेँ। म मरेर पनि विद्रोह होइन, बरु एक प्रश्न बनेर बाँचिरहेको छु। जब हावाले पनि भन्यो तिम्रो ठाउँ छैन, मलाई आफ्नो अस्तित्वमाथि शङ्का भयो। म सोच्दै, यदि मलाई यो पृथ्वीमा कोण नै छैन भने म किन बाँचु? तर त्यो सोचलाई कसैले सुनेन। सरकारको कर्मचारीले भने, हट, यो सरकारी जग्गा हो। मैले भने, म कहाँ जाउँ? उत्तर थिएन। के यो मेरो गल्ती थियो कि म गरिब भएर जन्मेँ? के यो सरकारको गल्ती थियो कि उसले कानुनको पालना गर्यो? कसैको गल्ती थिएन, तर पीडा थियो। त्यही पीडाको अन्त्य भएको रात मैले फन्दा लिएँ, आफ्नो सम्पूर्ण थकानलाई त्यसमा गाँठो लगाएँ। म मर्दा पनि कसैलाई केही बोलिनँ, न त राजनीतिक नारा दिएँ, न त सरकारको नाम लिएँ, किनभने सरकार एक संस्था हो र म एक मान्छे। 2 सत्य ठोकिएर म मृत्यु भएँ। मलाई थाहा छ सरकारको जग्गा हो मेरो होइन, तर आफ्नो जीवनको एक कोठा, एक पल, एक छार मेरो थियो। त्यो मेरो अधिकार थियो। तर अधिकार र आवश्यकता बीच तलबी भत्किन्छ। म भत्किएँ, तर सरकार तलबी थियो। म भावनात्मक, मेरो मृत्युले आत्महत्या बनिएला। न त अपराध, न त पुरस्कार। तर म चाहन्छु कि सबैले यो बुझोस् कि जीवन धेरै पातालो थियो। जमिनको मोटाइ जति पनि हुन सक्छ, मान्छेको सहन शक्ति त्यति पातालो। मेरो अन्तिम सासमा मैले कसैलाई दोष ठहराइन। म केवल एक दृष्टान्त बनेर बोल्छु। यदि सरकारले मेरो घर भत्कायो, त्यो उसको काम थियो। यदि म मरेँ, त्यो मेरो पीडा थियो। कहिलेकाहीँ बीचमा एउटा खालीपन हुन्छ, जहाँ कसैले प्रेम गर्दैन, तर कसैले घृणा पनि गर्दैन। त्यही खालीपन मेरो चिता थियो।
न्याय र नीतिको खरानीमाथि